आरती सुरु भयो। दशम आरती प्रभु राम राम दशरथ कुलका राजा बन्ने सत्य व्रतलाई भइ गयो उल्का। गिलासको माछो लगी पोखरीमा फाल्छन् ठुलो भयो भनेर नदीमा हाल्छन्। मत्स्य रूप अवतार नारायणले दिए प्रलय राजालाई दिए आरती जय भरि भक्ति गरौँ प्रभु ओमकारा स्वामी हरि भज ओमकारा जय हरि हर। ब्रह्मा विष्णु सदा शिव धनी धारा हरि हर महादेव नारायण राम 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 शिव महादेव। अरे माथि चढेका उन्नतिमा बढेका नारायण कल बिना जुरावै कल गाइने मन्त्री बिना जुरावै राजा भरतहरि पाउ बिना जुरावै मयूर मैसा सुरावै ताल पोखरी हेर्नु चुहावै पढी लेखे माला धेर भयो साट्नु पर्छ हुँदैछ भजनहरू होइन एउटा भयो हाम्रो घर चाहिँ कहाँ हो? लुबु किराबारी पर्छ एउटा कार्यालय हेर्ने हाम्रो नाम सबैजना एक ठाउँ हो अगल बगलै छ वारिपारि धेरै जति हामी एकै ठाउँका छौँ। ठिक छ ल ठिक छ। यहाँ अहिले चाहिँ भजनहरू टिका लगाउने कार्यक्रम हुँदैछ। अब एकछिनमा फेरि भजन सुरु हुने। फुलो फुलेन फुलका माला लाइयो भजन भन्न आइयो फुलो फुलेन माला लाइयो भजन भन्न आइयो फुलो फुलेन। नारायण हेर्नुहोस् त अब यो इतिहासको हामी त आरम्भको यो मध्य भागमा पनि बसेर हिजो हामीले हेर्दै गरेका पुर्खाहरूले जगेर्ना गरेको यो सांस्कृतिक खैँजडी भजन आज लोप हुन लागेको अवस्थालाई पनि मध्यनजर गरेर हामी जस्ता युवा पुस्ताले र हाम्रो यो सिन्धुली 3 पाटन भन्ने कुरा त इतिहासको पानामा लेख्ने अवसर हामीले खोजिरहेका छौँ। त्यस कारणले नारायण राम 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 हाम्रो भजनले हरि राम भन्ने हुन्छ धन्य धन्य हाम्रो पाटन भन्ने हुन्छ धन्य धन्य
र सम्पूर्ण उपस्थित हुनुहुने मारुहाल र यो तपाईँहरूको अपार माया हामीप्रति धेरै देखियो र मलाई लाग्छ आज तीन पाटन मध्ये पनि हामी कुनै कुनै वाडामा छौँ होला। समग्र तपाईँहरू हामी सबैको यो संस्कृति हो र त्यस कारणले र मैले 1-2 वर्ष अगाडिदेखि नै सारा नेपालभर अथवा देश विदेशमा पनि हाम्रा भजन छाए। तर हामीलाई के लाग्छ, हामी अहिले बाटोघाटोमा सडकमा हामीले सुनेका छौँ यो ठुला ठुला मठ मन्दिर, ठुला भागवतहरू लागेका कोटीओमदेखि लिएर र सम्पूर्णमा जाँदाखेरि 3 पाटन सिन्धुली र यस्तो रहेछ यहाँको भजनदेखि लिएर हिजो पुर्खाले लडेको एउटा जिल्ला नारायण राम 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 भक्त चाहन्छुनका छारा को काला हेरौँ भक्त भाला चाहन्छुनका छारा को काला हेरौँ भक्त भाला चाहन्छुनका छारा। नारायण र धेरै जिल्लावासीहरूले पनि भन्नुभएको छ र तपाईँहरूको कला हरेक जिल्लामा हामी पनि बोलाउने, प्रस्तुत गराउने, हेर्ने भनेर कहाँको भन्दा सिन्धुली 3 पाटनको गौरवमय इतिहासमा बस्न सफल थोरै थोरै भए पनि हामीले राख्ने र राखेका हुनाले गरिकन र यसरी नै हुन त हाम्रो 3 पाटनमा 12-13वटा टोली हामीसँग भजन गाउँमा हुनुहुन्छ र तै पनि सबैले भन्दा धार्मिक कुरा एउटै हो, होला भनाइ कथा र वाचनमा शब्दमा र केही कुराहरू फरक पर्न सक्छन्। हामीले जानेका र हाम्रो पुस्ताले भन्ने यो अवसर पायौँ। नारायण राम 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 रामका भजनले मला पार्छ मुनै इन्द्रणीले हामीलाई डाको यहाँले हेर्न पनि सक्नुहुन्छ। तपाईँहरूको भजन कृष्ण कडेलले भन्नुभयो बुढाजी आउनु पर्यो, मेरो यो कार्यक्रमबाट प्रसारण गर्छु म भनिदिनु पर्यो भन्नुभयो। उहाँले हामीलाई डाकेर भजन भन्यो। लगभग अहिले 65 लाखले हाम्रा भजनहरू हेर्नु भएको छ र त्यसैले गर्दा र फेरि पनि डाक्दै हुनुहुन्छ, फेरि पुरस्कारको व्यवस्था गरेको छु। धेरै गएर तपाईँको भजन भन्नुभएको छ, त्यहाँ पुग्छौँ। हे भक्त भला हाम्रो सिन्धुलीको कला र हाम्रा पुरुषले हिजो लडेका र जसले एउटा नानी काखमा बोकेर गरीका डाँडामाथि हाम्रा पुर्खा आमा बाबुले र त्यो बेलामा अङ्ग्रेजसँग विदेशीले हाम्रो हस्तक्षेप गरेको हाम्रो देशलाई परास्त गर्ने जुन ठुलो छाती बोकेर बनेको यो सेरोफेरो सिन्धुलीको र हाम्रा पुर्खाले आज बसेको र त्यस्ताका छोरा नातिले नारायण राम 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 जान्छन् विदेशमा नारायण जान्छन् विदेशमा कहिले काहीँ रुन धन कमाउन जान्छन् विदेशमा मेचीदेखि महाकाली नेपालीको छाती आमा माथि लाता हाने आफ्नै देशका घाती। हाम्रो श्रम बेचिदियो, अब नबेच
थोरै कुरा भने मैले। श्रम बेचिदियो हाम्रा छोरा पनातिको, हाम्रा पाखा बारी पखेरा गाउँघरका अझै नाङ्गै छन् उदाङ्गै छन् र त्यहाँ अलिक हरिभराउ कमाई कृषि क्षेत्र वन जङ्गल जलस्रोतको धनी हाम्रो नेपाल। तर अभाग्य चाहिँ युवा पुस्ताहरूले अरू देश बनाउनु पर्ने र यो पीडादायी पीडा भएको हे नेपाल आमा नारायण। राम 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 सपुत जन्माइदेऊ, देश बनाउने नेपालीलाई हुने नारायण। यो भक्तजन के थिएन र हामीसँग र तिनै भेगले हामी भरिपूर्ण भएको नेपाल होइन र दाजु। र माथि जाँदा अलि माथि जाँदा सगरमाथा विश्वको उच्च सबै आउने र घुम्ने त्यस्तो खालको हाम्रो सगरमाथा हिमालय सेताइमले टल्किन्छ, जहाँ कि 100औं वर्षसम्म त्यहाँ हिमालमा बस्ने व्यक्ति बाँच्नुहुन्छ, न रोग लाग्छ, खाएको पच्छ, सबै कुरा हुन्छ। त बिचमा आउँदा महाभारतका काशमुनि बसेका तपाईँ हामीले पाएका छौँ। महाभारतको काशमुनि साना झुपडीदेखि लिएर तराई भेगमा आदि गर्मी समयको अन्नको उर्वर भूमि त्यस्तो खालको देश बन्न सकेन। यही पुकार गर्दै रामका भजन आमा तार्ने पूर्ण गर्नको निमित्त सबै तीर्थधामलाई डाकेर नारायण। हे राम 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 रामका भजनले मलाई तार्ने वैकुण्ठमा पार्ने रामका भजनले, वैकुण्ठमा पार्ने रामका भजनले नारायण। र पूर्णराजगिरी भन्ने मान्छे, म पुष्पराजको भतिजो, पुष्पराजको छोरो। लुङु भन्ने ठाउँमा मेरो घर पर्छ। तर भजन चाहिँ म के भन्छु भने भक्तजन धेरै ठाउँमा के भयो भने यो लुङुको भजन परिस्थिति समय लाउन सकिन्न कि पनि भन्ने कुरा सुनियो। सबैले लाउन सक्नुहुन्छ र सबैले हामीलाई डाक्न सक्नुहुन्छ। यहाँहरूले हामीलाई लाखौँ करोडौँ दिएर हामीलाई पुग्दैन। मैले भजन भन्छु।